दक्षिण कोरियाले सन् 2026को दोस्रो चरणको कोटा निर्धारण गरिसकेको छ। यो दोस्रो चरणको कोटामा 15,774 जना कोटा छुट्याइएको छ। कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यही अप्रिल महिनाको 20 तारिकदेखि मे महिनाको 6 तारिकसम्म रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियामा विदेशी कामदारका लागि यो वर्षको दोस्रो चरणको आवेदन खुला गर्ने घोषणा गरेको छ। यस चरणमा 17वटा देशबाट 15,774 जना विदेशी कामदार भर्ना गरिनेछ। उत्पादन क्षेत्रका लागि भने सबैभन्दा धेरै 11,275 जनाको कोटा छुट्याइएको छ र कृषि तथा पशुपालन क्षेत्रमा 2,382 जना र माछा पालन क्षेत्रमा 1,485 जना, त्यसै गरी निर्माण क्षेत्रमा 492 जना र सेवा क्षेत्रमा 140 जना गरी जम्मा 15,774 जनाको कोटा निर्धारण गरिएको छ। यो दोस्रो चरणको इस्यु मे महिनाको तेस्रो हप्तादेखि सुरु हुँदैछ। म्यानुफ्याक्चरिङ तर्फको मे महिनाको 22 तारिकदेखि मे महिनाको 29 तारिकसम्म इस्यु समय रहनेछ भने एग्रिकल्चर तर्फको जुन महिनाको 1 तारिकदेखि जुन महिनाको 8 तारिकसम्म इस्यु समय रहनेछ र त्यसै गरी छुटपुट र ढिलाइ हुनेहरूले जुनको 10 र 11 तारिक गएर चाहिँ आवेदन दिन पाउनेछन्।